गाइज एकैछिन है यहाँ अलिकति फोहोर रहेछ त्यो भ्याउँदैन त्यो पनि जान्छ शनिबार आज पाउँछु अहिले त्यो पनि जान्छ अहिले फेरि ल गाइज अब जाँदैछौँ हामी चाहिँ चितलाङतर्फ है यहाँ सबजना चारजना भाउजू हुनुहुन्छ यहाँ बुढाबुढी यहाँ अङ्कल 4 जना यहाँ आइसक्यो सबजना हामीले गर्दा यहाँ भर्खर आयो होइन अनि यहाँ लरेन्स छ यहाँ सालहरू भाउजूहरू त्यहाँ हुनुहुन्छ लगाइज अब सिधा अलिकति बाटोमा ड्यामतिर गएर चाहिँ हामी फेरि आइपुग्यो सबजना आउँदैछ गाइज अब हामी चाहिँ भिमफेरीमा छु बिस्तारै जाँदै गर्छ हामी चाहिँ ड्याममा गएर कुरेर बस्छ अलिअलि स्कुटर बाइकहरू हल्का मेन्टेन गर्दै थियो त्यही भएर हल्का ढिला भयो बिस्तारै जाँदै गर्नुपर्छ रनिङ बाटो खोलेर रहेछ बाटो बिग्रेछ गाइज अफरोड जानुपर्ने अफरोड जानुपर्ने भयो यहाँ अगाडि माथि निस्किँदो रहेछ बिस्तारै भेट्नुपर्छ अब यहाँ अगाडि सुको पनि छ बिस्तारै त्यो एकचोटि बाटो गएर भेटौँ बाटो यस्तो बाटो बिस्तारै देखाउँदै गर्छ कासतिर गएर भेट्नुपर्छ बिस्तारै गाइस साथीहरू हामी चाहिँ यहाँ सामानमा आइपुगिसक्यो होइन हामी चाहिँ टक्क लाएर चाहिँ अब बसिरहेछौँ भने अब हामी हाम्रो स्टेसन चाहिँ वहाँ दूर पार छ भने अब केटाहरू एकदम छटपटाइरहेछ केटा भन्छ स्लिपमा चाहिँ तपाईँको अगाडि हाल्यो भने तपाईँको 10 लाखसम्म आउँछ हजुर स्लिपमा 100 हाल्यो भने तपाईँको 1 लाख 1.5 लाख फोन गर्छ आउँदैछ ढुङ्गा स्लिपमा चाहिँ त्यस्तो हुन्छ है सिङ्गल बेड आउँदैन दाइ धेरै पैसा सिङ्गल बेडमा चाहिँ तपाईँले 1000 छोरी के खाइरहेको छौ अस्ति त यहीँ थियो यार पानीमा त अस्ति त यहीँ पानी थियो कि यहीँबाट चढ्यो हामी
एनानु त्यसरी नबोक न त्यो बेल्टमा समात न हो तर उहिलेदेखि त्यत्तिकै छ कि त्यत्तिकै छ यो होटल पहिरो जानला भन्नु नभनेको के बजेट मात्र गयो बहुत गयो होला है बजेट अन्डरग्राउन्ड शुद्ध गरेर 6 तल छ अनि एउटा बोट त कहाँ हिँड्छ त पालै पालो आज बोट लिन आयो सुरुमा सुरु त बुझ्नु त म जान्छु नानु सबै किन भन्दा हाम्रो डिमान्ड बोला 4 जना मात्रै छौँ रान्छो चस्मा हरेको भए त फेरि चस्मा लाउनुपर्छ कि लगाएपछि त हेर त अनि ए भाइ कतिजना जान्छ एकचोटिमा हामी 20-22 जना छौँ अर्को खेप आउनु पर्यो ल कतिजना गयो कतिजना भयो होइन अर्को आउने फेरि कबिर पनि छ ल हामी दुई फ्यामिली बाँकी भयो ल चलिरहेछ यहाँ बसे हुन्छ हामी एउटै सिटमा रहेको नि त पौडी खेल्न आउँछ नि सबैलाई होइन आउँछ ल गङ्गे दाइ म खै त हल्लै आएन त्यो सबजना टाढो भयो ए एउटा भिडियो बनाइदिनु भनेर माथि बस्नु न हो ए ब्यालेन्स बिग्रिन्छ लिँदैछ है उता जाने होइन ल साथीहरू ओछ्याएर गर्ने ल बसाले लिएको पहिला ऱ्याप गर्नु पनि पहिला उठाउनु पनि निकाल सेलाउनु छ एकछिनमा एकछिनमा चिसो सेलाउँछ अनि बल्ल अनि किन सेलो भयो यति मात्रै हुँदैन नि बहनमा सबै भेटी बर्थडे बोय भान्जा हेलो हेप्पी बर्थडे एडभान्स भाइ थ्याङ्क यू सो मच राति 12 बजे छुट्टै हुन्छ फेरि आयो फेरि सिङ्गल मात्र हुनुभयो त है ठिक छ
फेरि किन हिँडेको ठुलो बिगो खै सानो बिगो सामान पाक्नु भने अर्को सामान बाबुले खाएको नबनाऊ है फेरि म र बाबु भएर खायो भने नौवटा मात्र बनाऊ है हाम्रो नौवटा मात्र कतिवटा भयो एकछिन भयो अमित 2 4 6 7 8 9 बढी हुन्छ त्यो नम्बर त्यो राख्नु त्यो बढी हुन्छ यसमा 2 ग्लास त्यसमा 2 ग्लास कतिवटा भयो एउटा हालौ एउटामा हाल यसमा आधी रहन्छ भाइ हराइसकेको थियो हाम्रो हराएको त नआएको बेला होइन त्यही हाल्दै त्यही माइजहरूले बोलाउन आएको होइन सुन कति नाचेन यहाँ न दिव्या नौन लाग्छ मात्र अब भन्नु पर्यो तिमी हिँडेको आइरहेछ आऊ त तल गर्न दुवैजना नाच्ने कि आऊ दुईजना नाच नानी उयो एउटा गीत देऊ त हाम्रो के गर्नु पर्दैन समाउने मात्रै हो नानी एउटा खिच्देऊ न हाम्रो लाउन
पछि बनाए मिन्ट हो एक राउन्ड घुम्नु पुरै बोल्दै विङ्स खाने हो हेलो सुनेका भन्दा दिल ना दिया ओए समात कन्नडे ओरे यही पाराले टेनै हुन्छ उसले हान्छु अनि फ्रेस बल्छीमा पर्ला देउसी भइले हान्ला देउसी भइलो त्यसलाई एक कार्टुन बेर भयो नि उल्टी सुल्टी सब हानिदिन्थ्यो पछि त चढ्नेला कर्नेला यसो नमाया खुइवाली पल्टनमा लपेटा ओइ क्यामेराम्यान एकजना भयो Can
बोलायो अच्छा लेकिन अच्छा लेकिन अनि माया छौमे बस्नु भन्छौ भेट गर्न मलाई आसमा पार्छ यसो भन्छौ उसो भन्छौ बहानामै पार्छौ लगन कहिले जुर्नी हो झप्पै आँटे सबैले जाऊ मागेमा जाँदिन है माता भागेर माया यसै मर्छ
टेढो टेढो सामु सबै कुरा माया भइदियो तिम्रो सामु सबै कुरा माया भइदियो दिलमा तिम्रो रमाइलो भइदियो दिलमा तिम्रो रमाइलो भइदियो मैले खोजेको आफूलाई मैले खोजेको आफूलाई के गर्नु तिम्रो याद भइदियो Entertaining the nation. Time kita pause dah. Time pause. झर्छ है मान्छे जन्मे मर्छ भाग्यमा मै होला कसरी पो टर्छ खै अम्बा पाके झर्छ है मान्छे जन्मे मर्छ यो भाग्यमा मै होला कसरी पो टर्छ खै
लान्छु भगाई नमानेमा जबरजस्ती लान्छु भगाई Happy birthday, Nirutai! Happy birthday! Thank you! This is our new beginning! Birthday boy! Thank you! Thanks to all! My dear mama!